विविध हावापानीयुक्त हाम्रो परिवेश खेती व्यावसायिकताको लागि ज्यादै सुहाउँदो रहेको छ। आधुनिक उन्नत कृषि प्रविधिले ल्याएको परिवर्तनले गर्दा हाम्रो देशका कृषकहरू अझ व्यावसायिक बन्दै गइरहेका छन्। उपयुक्त कृषि प्रविधिको सही प्रयोग नै सफलताको मुख्य कडी हो। यसमा कुनै दुई मत हुनै सक्दैन। यिनै कृषिका विभिन्न प्रविधि र त्यसको प्रयोग बारेमा कृषकहरूलाई जानकारी गराउने मुख्य उद्देश्य लिएका छौं हरेक बुधबारको कृषि प्रविधि मार्फत। प्रकृति प्रदत्त सुन्दर हिमालयको काखमा अवस्थित पश्चिमाञ्चल क्षेत्रको बागलुङ जिल्ला कृषि उत्पादनका दृष्टिले राम्रो सम्भावना रहेको जिल्लाको रूपमा लिन सकिन्छ। तर अधिकांश पहाडी क्षेत्रमा जस्तै सिँचाइ सुविधा प्रमुख समस्याको रूपमा रहेको छ। व्यावसायिक कृषिको सम्भावना र स्थानीय उपभोक्ताको मागलाई मध्यनजर गर्दै सिँचाइ सेवाको विकास तथा विस्तार गर्ने सिँचाइ विभागको उद्देश्य अनुरूप बागलुङ जिल्लाको नरेठाँटे गाउँ विकास समिति वडा नम्बर 8 मा सञ्चालित यो तोरी खेत सिँचाइ योजना पनि निकै महत्त्वपूर्ण योजनाको रूपमा लिन सकिन्छ। स्थानीय तोरी खोलालाई मूल स्रोतको रूपमा उपयोग गरिएको यो योजनाले यहाँको 5.5 हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याउने उद्देश्यका साथ सञ्चालन भएको हो। बागलुङ जिल्ला करिब 1800 स्क्वायर किलोमिटर क्षेत्रफल भएको मध्ये करिब 34,000 हेक्टर जमिनमा खेतीपाती गरिएको छ। त्यो मध्ये अहिले हामीले करिब 5400 हेक्टरमा व्यवस्थित सिँचाइका पूर्वाधार संरचनाहरू निर्माण गरेका छौँ। त्यसै अन्तर्गत यो तोरी खेत सिँचाइ थोपा तथा स्प्रिङ्कल सिँचाइ आयोजना पनि त्यही अन्तर्गत 5.5 हेक्टर कभर गरेको आयोजना यो हो। यसलाई नयाँ प्रविधि आयोजना अन्तर्गत कार्यान्वयन गर्नलाई यसको सम्भाव्यता अध्ययन गरेर योजना 2066 साल वैशाखमा यसको एप्राइजल रिपोर्ट स्वीकृत भएको छ। तत्पश्चात योजना कार्यान्वयन अगाडि बढेको छ। अब नयाँ प्रविधिमै किन लियो भन्ने विषयमा चाहिँ हामी अहिले सरसर्ती सबै एरियाहरू हेऱ्यौँ, यहाँको जमिन हेऱ्यौँ, भौगोलिक बनोट हेऱ्यौँ, यसको सिञ्चित क्षेत्रफलको दायरा हेऱ्यौँ, 5.5 हेक्टर मात्रै छ। पानीको स्रोत थोरै भए पनि दिगो खालको स्रोत छ। 12 महिना थोरै पानी रहन्छ। यसलाई सङ्कलन गरेर थोपा 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 सिँचाइ गर्न सकिने अवस्था यहाँ देखियो। अनि नगदे बालीको सम्भावना प्रशस्ति, पानीको स्रोत दिगो, कृषकहरू नगदे बाली गर्नलाई उत्साही। त्यो भएपछि यसलाई अन्यमा भन्दा नयाँ प्रविधिमै लिन उपयुक्त भएर हामीले त्यो क्याटेगोराइज गरेर नयाँ प्रविधिमा कार्यान्वयन गर्नलाई अगाडि लगेका हौँ। नयाँ प्रविधिमा आधारित यो तोरी खेत सिँचाइ योजना सञ्चालनको लागि 10,000 लिटरदेखि 35,000 लिटर क्षमताको 7वटा पानी जम्मा गर्ने पोखरी निर्माण गरिएको छ। यी पोखरीहरूबाट पोलिथिन पाइपको माध्यमले कृषकको खेतबारीसम्म पानी पुर्याई आवश्यकता तथा उपयुक्तताको आधारमा यस नरेठाँटी क्षेत्रमा थोपा तथा स्प्रिङ्कलर पद्धति अपनाई सिँचाइ गरिएको छ। स्थानीय कृषकहरूको श्रमदान तथा नेपाल सरकारको आर्थिक लगानी रहेको यो तोरी खेत सिँचाइ योजनाले खास गरी थोरै जमिन भएका पिछडिएका वर्गलाई लक्षित गरी खेती प्रणालीको माध्यमबाट उनीहरूको जीवनमा परिवर्तन आउने विश्वास लिइएको छ। विशेष गरी गरिब कृषक, थोरै जग्गा भएका र लक्षित वर्ग, सरकारले लक्षित वर्गलाई जुन सेवा पुर्याउने भन्ने नीति ल्याएछ अलि अगाडिदेखि नै, त्यो अन्तर्गत नेपाल सरकारको आफ्नो बजेटको स्रोतबाट यसलाई कार्यान्वयन गरिएको हो। अनि बजेटको बाँडफाँडको सम्बन्धमा 18,35,000 को कुल बजेटिङ भए पनि त्यसमा कृषकहरूलाई जनश्रमदान उहाँहरूको अनिवार्य छ। यो नयाँ प्रविधिमा आधारित सिँचाइ योजनामा 3% मात्रै श्रमदान गर्ने कम्तीमा भन्ने हाराहारीमा त्यति राखिएको थियो भने, तर यहाँका कृषकहरू उत्साही देखिनुभयो। उहाँहरूले होइन हामी नियमअनुसार लागेको श्रमदान गर्न तयार छौँ भनेपछि उहाँहरूलाई कस्ट सेयरिङमा बाँडफाँड गर्दाखेरि करिब
6.5% जति उहाँहरूले आफ्नो सेयर गर्नुभएको छ। लगभग अब योजना सम्पन्न हुने अवस्थामा छ। यसपालि सानोतिनो 2-4वटा ट्याप स्ट्यान्डहरू स्प्रिङ्कल सिँचाइ योजना तथा थोपा सिँचाइ योजनाको लागि अझै 1-2 ठाउँमा उहाँहरूले माग गर्नुभएको छ। त्यो गर्नुबाहेक यसको समग्र 95% काम सकिसकेको अवस्था छ र कृषकहरू अहिले हेर्दाखेरि यहाँ उत्साही हुनुहुन्छ। जुन नयाँ प्रविधिको उद्देश्य थियो परम्परागत खेती प्रणाली भन्दा पनि नगदे बाली निर्वाहमुखी कृषि व्यवसाय भन्दा पनि व्यावसायिक कृषि गर्नेतर्फ उहाँहरू 4-5 जना कृषकहरूले एउटा नमुनाको रूपमा टनलमा तरकारी खेतीहरू नगदे बालीहरू सुरु गर्नुभएको छ र उहाँहरूले यो प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ। सबै क्षेत्रमा 5.5 हेक्टरै क्षेत्रमा सम्भव भएको ठाउँमा टनल अथवा अन्य ठाउँमा हिउँदका तरकारीहरू विभिन्न भेराइटीहरू सहयोग पाएको अवस्थामा गर्न तयार हुनुहुन्छ। सिँचाइ सुविधा पाएपछि यो गाउँमा धेरै राम्रो परिवर्तन आएको महसुस गर्न सकिन्छ। खेतबारी हराभरा बन्न थालेका छन्। स्थानीय कृषकहरू गुजारामुखी भन्दा पनि व्यावसायिकतातर्फ लाग्न थालेका छन्। खेती किसानीबाट यहाँका बासिन्दालाई दैनिक गुजारा चलाउन मुस्किल पर्थ्यो, तर अब त्यो अवस्था अहिले छैन। घर खर्च चलाएर आर्थिक जोहो समेत गर्न सक्षम भएका छन् कृषकहरू। धेरै परिवर्तन भएको छ। पहिला यही मकैको फाँरो खान्थे, मकैको आटो खान्थे। अहिले चाहिँ धेरै परिवर्तन भएको छ। पर पाउन आनानी के सब्जीहरू के देम, तरकारी के देम भन्ने हुन्थ्यो। अहिले चाहिँ जे गरे पनि आफ्नो जाँगर चाहियो, जे पनि हुन्छ। अहिले पानीको सुविधाले गर्दा धेरै परिवर्तन भएको छ, राम्रो हुन्छ। 11 जना परिवार छ, त्यसले 2 साल भयो। अहिले हामीले त्यही नै बिक्री गरेर पोहोर 90,000 जति भयो। अहिले त 1 लाखै होला जस्तो छ। नरेठाँटी गाउँ विकास समितिका कृषकको जीवनमा परिवर्तन ल्याउने मूल आधारको रूपमा रहेको यो तोरी खेत सिँचाइ योजनाले उनीहरूको खेतबारीमा सिँचाइ सेवा पुर्याएको छ नै। यसको साथै यहाँ कृषकको मेहनत र लगनशीलता पनि प्रशंसा योग्य छ। यो नरेठाँटी क्षेत्रमा छोटो समयमा देखिएको परिवर्तनको श्रेय यहाँका मेहनती कृषकहरूलाई दिनुपर्छ, जसले प्राप्त सिँचाइको सही उपयोग गरी कृषि सम्बन्धी विभिन्न तालिम लिई त्यसलाई व्यवहारमा उतारेका छन्। हामीलाई चाहिँ केही तालिमहरू पनि दिनुभएको थियो उहाँहरूले। म एउटा अनुभवी अगुवा कृषक पनि म त्यसमा चाहिँ भएको हो म। र हामीले यो बेमौसमी तरकारी चाहिँ कसरी गर्ने, अनि बेमौसमी गोलभेडा चाहिँ कसरी उत्पादन गर्ने, अनि टनेलमा चाहिँ कसरी उत्पादन गर्ने, कस्तो हुन्छ भनेर त्यस्तो उसरी हामीले त्यो सिकेका थियौँ। र सिँचाइ यसमा हाम्रो गाउँमा परेपछि हामीलाई धेरै यो उसलाई सिँचाइ गर्नलाई धेरै सुविधा भएको छ। र हामीहरू अब यो त्यो के अरे निर्वाहमुखीबाट हामीहरू एउटा व्यवसायमुखीकरणमा अब हामीहरू जाँदैछौँ। सानो पानीको स्रोतलाई सिँचाइमा उपयोग गरी यहाँ राम्रो परिवर्तन ल्याउन सकिन्छ भन्ने सोचको सुरुवात यहाँका केही अगुवा कृषकले गरेका थिए। त्यसैको परिणामस्वरूप आज गाउँमा परिवर्तनको सुरुवात भएकोमा स्थानीय अगुवा गर्व गर्छन्। पानीको स्रोत कोही यसो सानो देखियो माथि, अनि यसलाई कतै पहल गरेर हामीले यसलाई 63 सालदेखि अहिले 67मा लगभग सम्पन्न गर्न सफल भयौँ। र अहिले अब यो सिँचाइ तथा थोपा फोरा सिँचाइबाट हामीलाई धेरै सहज तरिका र यहाँबाट फाइदा हुने हामीले सुरुवातमै हामीले गरिसक्यौँ। जस्तै यो बेमौसमी तरकारी, अन्य तरकारी गरेर हामीलाई फाइदा भइसक्यो। हाम्रो सुरुवात हो। अब यसलाई लगभग हामीले पूर्णै यो जति पनि हाम्रो यो सिँचाइ 7वटा ट्याङ्की छन्, यसले जति पनि भ्याउने जग्गामा पूर्ण सिँचाइ भइसकेको अवस्थामा अब हामीले तरकारी खेती नै लाएर यो गाउँलाई हराभरा बनाउने, यहाँको किसानहरूको जीवन निर्वाहमुखी यही तरकारीबाटै होस् भन्ने सोच छ। सिँचाइ विभागद्वारा सञ्चालन गरिएको यो तोरी खेत सिँचाइ योजनाको निर्माण कार्यमा
पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नम्बर 4 ले संरचनाको निर्माणको लागि उपयुक्त प्रविधिको प्रयोग गरी यसको दिगोपनामा पनि ख्याल पुर्याएको छ। तर पनि यसमा उपभोक्ता संरक्षणको पनि महत्त्वपूर्ण भूमिका औल्याउँछन् प्राविधिकहरू। यसको खास डिजाइन पिरियड भनेको 20-25 वर्षको लागि बनाइएको हुन्छ। यसमा गरिएको कन्स्ट्रक्सन मेटेरियलहरूको आधारमा हामीले बनाएको उपभोक्तालाई नै हामीले उपभोक्ता मार्फत नै गरेको काम हो यो। त्यो भएको हुँदाखेरि चाहिँ उपभोक्ताले आफ्नोपनको लागि पनि यो काम राम्रोसँग गर्नुभएको छ। हाम्रो प्राविधिक रूपमा पनि हामी यहाँ हाम्रो साइटमा ओभरसियर यहाँ बसिरहनु भएको छ। हामी पनि बेला बेलामा आएर हेरिरहेका छौँ। यो टिकाउ राम्रो नै भन्नुपर्छ। तर पनि यो कतिपय सवालमा हामीले म्यासोनरी ट्याङ्क बनाएका छौँ। म्यासोनरी ट्याङ्कको केही आफ्नै राम्रो पक्ष र नराम्रो पक्ष पनि छ। हामीले आरसिसी ट्याङ्क बनाउने पनि चाहना गरेका हौँ। आरसिसी ट्याङ्क बनाउँदाखेरि अलि लागत बढ्न जाने र फेरि यहाँको कृषकहरूको माग ट्याङ्कहरू बढी बढाउनु पर्ने यहाँको भौगोलिक स्थितिले गर्दा हामीले म्यासोनरी ट्याङ्क बनाएका छौँ। तैपनि यो दिगो नै चल्छ। सिँचाइ प्रणालीको दिगोपनातर्फ यहाँका जल उपभोक्ताहरू पनि सचेत रहेका छन्। तसर्थ प्रणालीको रेखदेख र मर्मत सम्हारको लागि जल उपभोक्ताहरूबाट शुल्क उठाई कोष तयार गर्ने सोच रहेको देखिन्छ। सधैँभरि सिँचाइ विभागको आशा मात्रै बसेर त भएन। हामी अब यसलाई मर्मत त गर्नै पर्ने हुन्छ। हाम्रो अब यो स्प्रिङ्कलहरू टुट्छ अथवा चाहिँ पाइपै फुट्छ, गेटबोल चाहिँ खोल्छ। यसलाई अलिअलि कोष जम्मा नगरेसँग हाम्रो अर्को विकल्प हुँदैन, दिगो हुँदैन। हामी कोष जम्मा गर्ने स्रोतमा छौँ। प्रणाली संरक्षणप्रति यहाँका कृषकहरूले देखाएको सक्रियता र निर्वाहमुखी खेती प्रणालीबाट व्यावसायिकतातर्फ बढ्दै गएको लहरले यस क्षेत्रको सकारात्मक परिवर्तनतर्फ गति बढ्दै गएको अनुभव गर्न सकिन्छ। कृषकहरूमा खेती प्रणालीप्रति आएको चेतनाको लहरलाई बल पुर्याउन सिँचाइ डिभिजन कार्यालयले कृषिका निकायसँग समन्वय गरी उनीहरूलाई उन्नत प्रविधि र प्रयोगबारे तालिम तथा जानकारी दिलाउने सोच लिएको छ। सुरुवात हेर्दाखेरि उत्साह लिने ठाउँ छ, सन्तोष लिने ठाउँ छ। त्यो हिसाबले सन्तोष लिनुपर्छ र साइडबाट हामीले सपोर्ट गर्न त बाँकी नै छ। हामी कृषि कार्यालयबाट मल बिउ प्रविधिका सम्बन्धमा अझै हाम्रो पाटो चाहिँ सकिसकेको चाहिँ छैन। सहयोग त गर्नै पर्छ। बागलुङ जिल्लाको नरेठाँटी क्षेत्रमा व्यावसायिक कृषिले ल्याएको परिवर्तनले यो ठाउँ रमणीय मात्र होइन, यहाँका बासिन्दाको जीवनमा पनि राम्रो परिवर्तन आउन थालेको छ। यहाँका कृषकले देखाएको सोच, सिँचाइ डिभिजन कार्यालयको प्रयासबाट सञ्चालित सिँचाइ सुविधा र कृषिका निकायबाट पाएको प्राविधिक ज्ञानको तालमेलबाट प्राप्त यो उपलब्धि आज सबैको लागि प्रेरणा बनेको छ।